हजुरहरूले भोटर आइडी कार्ड बनाउनु भयो त? यदि छैन भने हजुरहरूसँग राष्ट्रिय परिचय पत्र छ भने हजुरहरूले भोटर आइडी कार्ड बनाउन सक्नुहुनेछ। यो भिडियो पुरा हेर्नु होला है त। यो देखाइएको लिंकमा हजुरहरूले क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि हामी नयाँ दर्तामा जान्छौं। यसमा हजुरहरूले राष्ट्रिय परिचय पत्र नम्बर अनि हजुरको पहिलो नाम, हजुरको नाम मात्र थर नराखिकन त्यसपछि अरु डिटेल हालेर हजुरले नेक्स्ट गर्नु होला। यसमा यदि ठाउँ खाली छ भने चाहिँ हजुरहरूले डिटेल भर्नु होला र मतदान गर्ने स्थान पनि राख्नु होला। यसमा चाहिँ लगभग राष्ट्रिय परिचय पत्रबाट हजुरको सम्पूर्ण डिटेल लिइसकेको हुन्छ, तर हजुरहरूले चाहिँ यसमा हजुरको मोबाइल नम्बर र इमेल आइडी ताकि हजुरको रजिस्ट्रेसन नम्बर रिसिभ गर्न सकियोस् हैन। मतदानमा आयो कि आएन भनेर चेक गर्नको लागि चाहिँ हजुरको इमेलमा डिटेल आउने र मोबाइल नम्बरमा आउनको लागि चाहिँ यो हजुरहरूको अनिवार्य रहेको छ। त्यो डेटा चाहिँ हजुरले हाल्नुपर्ने हुन्छ। यसमा चाहिँ नागरिकताको किसिम एउटा भर्नुपर्ने हुन्छ। यसमा चाहिँ हजुरले मतदान गर्ने स्थान फेरि पनि चेक गरेर हाल्नुपर्ने हुन्छ। त्यसपछि यो पनि हजुरले भर्नु होला। त्यसपछि हजुरले यो डिटेलहरु पनि सम्पूर्ण भर्नुपर्ने हुनेछ। अब चाहिँ सबै डिटेलहरु ठीक छ कि छैन भनेर क्रस चेक गर्नु होला र यसलाई चाहिँ दर्ता गर्नुहोस् है त। त्यसपछि हजुरहरूले यो स्क्रिन देख्नुहुनेछ। यसमा चाहिँ हजुरको नम्बर छ। यसलाई हजुरले सेभ पनि गर्न सक्नुहुनेछ। पछि भोटर आइडी रजिस्ट्रेसन भयो कि भएन भनेर चेक गर्नको लागि। पछि हजुरको भोटर आइडी रजिस्टर भयो कि भएन भनेर चेक गर्नको लागि चाहिँ हजुरले यसरी चेक गर्न सक्नुहुनेछ। यसरी हजुरहरूले डिटेल राखिसकेपछि चाहिँ हजुरहरूको भोटर आइडी रजिस्टर भयो कि भएन भनेर थाहा पाउन सक्नुहुनेछ। है त यो भिडियो हजुरको साथी फ्यामिलीलाई शेयर गरिदिनु होला है त। धन्यवाद।